गाइज गुड मर्निङ सबैलाई फेरि पनि स्वागत छ न्यू ब्लगमा। आज धेरै दिनपछि ब्लग बनाएँ यहाँ धेरै दिनपछि ब्लग बनाएँ। अब आज पोसो बोक्न जानु हो एक भाइका तल न गाउँतिर यस्तै हो। पोसो बोक्ने हो आज शनिबार। पोसो बोक्नु अब चार्जर लिनु पऱ्यो देखै। अहिले चाहिँ कति बज्यो गाइस 9:46 भयो। अब जाँदो भन्दा केही भाइ जानु पऱ्यो। सबै सन्चै होला धेरै पछि भिडियो बनाएर यसको लागि सरी। कहीँ घुम्न पनि जान पाएन। घुम्न गयो भने त बनाउने अब गाउँ मोडो तल उहाँ गएको धारा गएको गाउँ बनाउनु त्यसले पछि बनाउला एक दिन भन्यो अरे। अब एक दिन घुम्न गएको दिन बनाउनु ल माथि न खतरा ठाउँमा दिएको होला। लाइक गर्दैन मेरो युट्युब च्यानल बायोमा होला। युट्युब च्यानल बायोमा टिकटकको बायोमा होला। त्यहाँमा गएर युट्युब च्यानलमा पनि सब्सक्राइब गरिदिनु। अहिले चाहिँ पछि भेट्छु तल। अहिले चाहिँ म हजुरलाई मेरो घर देखाउने छु। देखाएँ घर जान लागेको अस्ति पनि देखाएँ। अब निकै देखाउने हो। अस्ति पनि देखाएँ निकै देखाउने हो। अरू हो ल्याऊ मेरो बाजेले बनाएको। बाजेले बनाएको पुरै भत्किकन तल छाली सकेको। हेरी ल निक्री हेरी जारिम तल मेरो जारिम तल ल्याउँदा जारिम केला बनाउनु ल्याउँदा केला कहाँ गयो तर केला नभए क्या हुने गाइज। जारिम खानु पऱ्यो। त्यही भएर चाहिँ हामी चाहिँ यहाँ छु भिडियो बनाउनु लागेको। घर हो फाटो घर हो। यस्तै हो गरिब भएपछि। गरिबको घरमा कहिल्यै नजन्मिनु है। चाबी खोल्दो एकछिनपछि भेटौँला अन्त के छ र गाइज। लो गाइज अहिले चाहिँ हामी पुगिसकेको छु होइन। यो बिने भाइ के अब बाँधेर गेम खेल्न लागेको गाई कस्तो खेल्न लागेको कस्तो। हामी चाहिँ अहिले पोस्टो बोक्ने घरतिर पुगिसकेको छु। चाहिँ यो भाइको पोस्टो बोक्नु छ। गाउँतिर सहयोग गर्नु पर्छ न। सहयोग नगऱ्यो भने साँदै नमाएका सहयोग गरिहाल्नु पर्छ। यहाँ आउँदैछ पहिला डौल हेर्दा टिभी नि डौल हेर्दा मेरो नाउँदेखि अस्ति मैले पछि हेलो गाइस आधी पोस्टो बोकिसकेका हौँ। यही त यो 5 हो बोक्ने केटाहरू एक हो अनि एउटा म चल्दा हरियो गढो झेक्किँदैन त्यही तल्लो गढो हो बोक्ने हालो। हेर गाइज हामीले पोस्टो बोकिसकि ल्याउँ अहिले आउँदो हेर कस्तो गइरह्यो भने हामीले सो फाइनल्ली गाइस के हो ल अहिले हेर यो धुन लाग्यो यहाँ बुर्सल छोल त काठ बस्यो नि। अब मैले धुनु पर्यो हेर मेरो खुट्टा लास्टै फाट्यो गयो। अहिले चाहिँ हामी घर पुगिसकेको छु। आज बत्त बसिया रहेछ। टिका लाउनु पऱ्यो अरे। यहाँ टिका लाउनु लागेको क्याको बत्त बस्यो बुबु बुढीमाको बत्त बसिरहेको। आज बुढीमा हो रहेछ मिकी थाहै छैन टिका लाउनु लागेको राखेका। इनका नौ गर शान्त होइजान् दुधिर मस्तो फली जाऊ विजय फली जाऊ कहीँ घटमा नपसी जाए भगवानौ फेद्दा त फेद्दैन पढ्दैन कहीँ पढ्ने दिमा आइजाऊ भगवानौ। के मानी दक्षिणा दक्षिणा के ल
दक्षिणा केलो दिएपछि दक्षिणा हेर त्यही केलो दिएछ आफूले केलो केलो खानु लाग्यो उही दक्षिणा हेरेको त्यही केलो भगवान् रक्षा रे सबैको ल हेर्ने दर्शकको न रक्षा रे हुन्छ त ल हेर्ने दर्शकको न रक्षा रे हुन्छ हेर्ने दर्शकको पनि रक्षा गर्या अझै धेरै पर तल न काम तल डोगाले हात काटे आनु आजलाई चाहिँ भिडियो यति नै पछि अर्को भिडियो लिएर आउने छु लाइक गरिदिए कमेन्ट गरिदिए मलाई हेरी भिडियो कस्तो लाग्यो कमेन्ट गरिदिए यहाँ केला खाने मान्छे आउँदा कमेन्ट गरिदिए फेरि भोलि अर्को भिडियो लिएर आउने छु आजलाई यति नै गुड नाइट